सो हामीहरूको जङ्गलको यात्रा सुरु हुन लागेको छ। हामीले हाम्रो गाउँलाई चाहिँ बिट मारेर जुन कालीकोटको लास्ट गाउँ भन्दा नि हुन्छ, यहाँभन्दा माथि नै एउटा गाउँ त छ तर एकदमै माथि छ। यो गाउँलाई छोडेर हामी अब थिर्पु जानको लागि जङ्गलको बाटो हिँडिरहेका छौँ। हाम्रो सर हुनुहुन्छ उता, म छु। हेरौँ के कस्तो हुन्छ भिडियोमा। बाटो अप्ठ्यारो, त्यसै माथि पहिरो गएको, माथिबाट मान्छे खस्यो भने सिधै तल खोला पर्छ। दिनभरिको चर्को घामले हामी हिँड्दा थाक लागेको थियो र भोक पनि लागेको थियो। तर त्यो घरमा पुगिसकेपछि खानाको विषयमा सोध्नुभयो उहाँले। बार भइगयो त घेराउँ त कहाँ थियो अहिले थिर्पु पुग्नुपर्ने। विकटताको परिधिमा बाँधिएर बसिएको त्यो गाउँ तर जङ्गलको नजिक थियो। जङ्गलको नजिक हुँदा एकदमै स्वच्छ हावापानी र वातावरण एकदमै सुन्दर थियो। यताउति चराचुरुङ्गीको मिठास आवाज थियो। एकदमै सफा कञ्चन निश्चल स्वच्छ वातावरण थियो। हेर्दा निहाल्नै मन लाग्ने। बाटो यस्तो छ। यसो हेऱ्यो भने यहाँबाट तल मान्छे खस्यो भने सायद त्यो स्वाहा हुनेछ। बाटो एकदमै भिडैलो छ। कतिपय मान्छेहरू यहाँबाट स्वाहा पनि समाचारहरू हामी सुन्न पढ्न पाएका छौँ। यस्तो बाटो छ। यो चाहिँ पलता गाउँपालिका वडा नम्बर 6 उखाडीको रोड, जुन जुम्लाबाट आउने माल सामान दैनिक उपभोग हुने खाद्यान्न वस्तु यताबाट ओसार पसार गरिन्छ। यताबाट जुम्लाबाट ट्र्याक खुलेको छ, एकदमै सहज भएको छ त्यहाँका मानिसहरूले। एकदमै चर्को घाम, मेरो कपाल टक्ला काटेको थिएँ अनि घाम थियो। मसँग भएको छाता मैले ओढिहालेँ। साथीको लक परेको हिँड्दा हामी थाकेका थियौँ। गर्मी महसुस भइरहेको थियो। त्यतिखेर पानी भेटियो। हामीले झ्याम्मै पानी खाइहाल्यौँ। सौर्य नहुनु भए किन? राम्रै हुने थियो। के राम्रो हुने थियो? हिँड्दा थाक लाग्छ, त्यही भएर पानीको व्यवस्था पनि गर्नै पऱ्यो। यस्ता हामीले बोतल पनि बोकेका छौँ। यति एकदमै चिसो फ्रेस पानी मुहानको भेटाएको छौँ। हामी खान लाग्छौँ। सरहरू भर्दै हुनुहुन्छ। यो चाहिँ बोतल। हामीले जानुपर्ने त्यो डाँडा देखिरहेको छ, त्यहाँनिर ठ्याक्कै उतापट्टि छ एउटा गाउँ आउँछ फागोटी भन्ने। हामी करिब 3 किलोमिटर भन्दा यता छौँ। अब 2 घन्टापछि त्यो डाँडा पुग्छौँ। पानी भर्ने बोतल ल्याएको छ। एक बिस्कुट छ भित्र, 2 जना गएर गयो होला। आज सन्ता उड्ने भयो। तिनवटा यस्तै चिया, यस्तै एउटा चिया तिमी गाउँ हुँदै थियो। त्यो 20 टाढा त गुण त मानेका छौँ कि ठिकै भएको रे, ठिकै तलमाथि नर्नु। केटाहरू तिमीहरू तल दाइ कहाँ? तिम्रो घर कहाँ हो? पुसा रे। तल कहाँबाट आयो? थिर्पुबाट? के ल्याउँछ झोलाउँदो थिर्पुले?
यो खोलाको भित्र चाहिँ एउटा अर्को गाउँ छ, यो एकदमै बिगड छ। यहाँबाट केही त्यस्तो खाद्यान्न सामग्री तेल जस्ता दैनिक रूपमा प्रयोग हुने वस्तुहरूलाई ओसार पसार गर्नको लागि एकदमै कठिनाइ छ। जुन थिर्पू गएर आउनुपर्छ, एकदमै बाटो पनि अप्ठ्यारो। यस्तो बाटोमा यहाँभित्र झन्डै 1 किलोमिटर हिँडिसकेपछि एउटा गाउँ देखिन्छ। अब हामी पलाता गाउँपालिका नम्बर 7 को फागोटी भन्ने गाउँमा पुग्दैछौँ केही समयपछि। त्यसपछि यो बाटो अचम्मको लाग्यो। माथिबाट मान्छे खस्यो भने सिधै खोला पुग्न पनि बेर छैन, माथिबाट त्यस्तो अप्ठ्यारो बाटो छ। तर पनि हामीले चाहिँ हिँड्न प्रयास गरिराख्यौँ। सो फाइनल्ली हामी चाहिँ पलाता गाउँपालिका नम्बर 7 फागोटी एकदमै सुन्दर गाउँमा पुग्यौँ। अर्थात् यो गाउँपालिकाको उपाध्यक्ष अलैपुरा हमालको गाउँ पनि हो, एकदमै सुन्दर छ। अन्तमा भिडियो कस्तो लाग्यो सल्लाह सुझाव प्रतिक्रिया दिन चाहिँ नभुल्नु होला। यो चाहिँ फागोटीको जिउलो हो, एकदमै सुन्दर छ। पलाताको सुन्दर जिउलो भनेर पनि चिनिन्छ। भिडियो मन पऱ्यो लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। धन्यवाद।